हेलो 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 भाइ आज बिहानको समयमा यो साउनी पानी भन्ने ठाउँ हाम्रो ससुराली गाउँ हो। यो आज दसैँको टिका लाउने आएको छ। यता दसैँको टिका लाउन आएको हाम्रो ससुराली गाउँ। त्यो छ साउनी पानी भन्ने ठाउँ हो। यो टाढी टाढा टाढा रमाइलो ठाउँ छ। यो कुखुराको चल्ला केराको घारी माथि हार अम्बाको बोट कति राम्रो केराको घारी छन्। कति राम्रो केरा बा कति ठुल्ठुलो केरा बा यस्तो हुन्छ गाउँ ठाउँमा। डाले घाँसहरू छन् यता। कुखुराको चल्ला कति धेरै त्यही धारा यही हाम्रो सानो नानी चिया खाछ। यहाँ नाच त नानी एकचोटि हिजो जस्तो। हाम्रो जेक्सन बा के अरे हाम्रो के अरे बाउ तिम्रो नाम के हो? ए कान्छा ओ कान्छा हेलो तिम्रो नाम के हो? सङ्गम। त्यो मोबाइल हेर्दैछ यहाँ सङ्गमले। केराको घारी यहाँ छ। बा कुखुरा खोरहरू यस्तो छ गाउँघरमा एकदम अर्ग्यानिक पाउँछ जे पनि। यहाँ खुर्सानीहरू यो ठाउँ मकै हिउँदे मकै छन् यहीँ सबै। हेर्नुहोस् डाँडा काँडा माथि सबै। ए हाम्रो कान्छा छोरोले यहाँ के अरे घाँस बोकेर आउँदैछ। कति धेरै घाँस बोकेर आएको। के बोकेर आएको कान्छा तिमीले? बोडी बोडी। कहाँ छ आमाहरू? आमाहरू कहाँ छ? ए हो र। यस्तो छ तल हाम्रो ससुराली गाउँ। ल कस्तो ठाउँ छ। टाढा टाढा यता पनि हाम्रो गाउँ जस्तै रमाइलो ठाउँ छ। यहाँ अर्ग्यानिकहरू पाउँछ। त्यो ठाउँ चाहिँ डाँडा काँडा बिचमा एउटा उपत्यका जस्तो डाँडा काँडा हरियाली रुख छन्। यहाँ तल चाहिँ उपत्यका जस्तो छ। यो खैरेनीबाट यो भित्र साउनी पानी भन्ने ठाउँ हो। रमाइलो छ। अहिले मकै हेर मकै मकै कस्तो राम्रो मकै झुल्के घाममा बिहानको झुल्के घाम। खुर्सानी त्यो छ।
ल कहाँ जाने कान्छ कहाँ जाने हो घाँस काट्न खै मम्मी कता हो ए हजुर माजु